के बोले के छ थाहा हामी बोले हेलो एभ्रिवान, नमस्ते, वेलकम मेरो नयाँ ब्लगमा हजुरहरूलाई चाहिँ एकदमै स्वागत छ। म चाहिँ एकदमै सन्चै आरामै छु, हजुर पनि एकदम सन्चै आरामै हुनुहुन्छ होला। मलाई चाहिँ यो चाहिँ मेरो फर्स्ट ब्लग हो नि त, मलाई चाहिँ केही पनि आउँदैन, बोल्न पनि आउँदैन, केही पनि आउँदैन, यो कन्टेन्टहरूको बारेमा चाहिँ केही पनि आउँदैन। आजको मेरो फर्स्ट ब्लग चाहिँ कहाँदेखि सुरुवात हुँदैछ भन्ने कुरा हजुरहरूलाई म एकछिन पछाडि देखाइ नै हाल्नेछु। अहिले चाहिँ हामी जङ्गल पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू आउनुभएको छ, हाम्रो गाउँको सबैजना मान्छे आउनुभएको छ। म चाहिँ एकदम भिडियो बनाउने एक्साइटेड छु कि हल्का होइन, फर्स्टचोटि भिडियो बनाउँदैछु नि त। गाइस, हामी चाहिँ जङ्गलमा झारी फार्न आएको, खासमा भन्नुपर्दा चाहिँ झारी फार्न आएको। अनि बनमाराहरू अनि करौतीको काँराहरू चाहिँ धेरै थियो कि, अनि सिरुहरू पनि कस्तो टन्नै थियो, त्यो चाहिँ एकदम सफा गर्नुपर्ने भनेर चाहिँ समितिहरूले बोलाएर हामी चाहिँ झारी फार्न आएको। सबैजना चाहिँ एकदमै एक्साइटेडै हुनुहुन्छ भनौँ, बिचरा कोही कोही चाहिँ निराश हुन्छ, कोही कोही चाहिँ यहाँ नाचिराखेका छन्, फेरि नक्कली मैया कति नाचेको। कस्तो हुँदैछ यहाँ त झारी फार्दै कस्तो भइराख नानी? रेस्ट विश्राम विश्राम गर्ने सब बसेको छ। अनि हामी मात्रै के गरे माइजू ओलीले भनिरहेछ नानी कस्तो भइराख? के बोले के छ थाहा हामी बोले मेरो लास्ट दिन होला सायद यो। लेकिन एक सेकन्ड मेरो लास्ट दिन होला सायद यो। मैं नहीं मानता। अहिले चाहिँ सबैजना बस्नुभएको छ अरे, त्यसैले हाम्रो ग्रुपलाई पनि बस भनेर भन्नुभएको थियो, त्यसैले हामी चाहिँ बसिरहेको छौँ। मलाई चाहिँ पानी ल्याउन जाऊ 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 भनेर म चाहिँ अहिले पानी ल्याउन जान लागेको छु। जान मनै लागेको छैन पानी ल्याउनु, त्यही पनि बोतल दिइहालेँ, त्यही पनि पानी ल्याउनु भनेको धर्म हो नि त, त्यसैले म चाहिँ धर्म काम गर्दैछु। हेर्न सक्नुहुन्छ यही हो हाम्रो यही हो पानी ल्याउने घर। हजुरबाले चाहिँ पानी भरिराख्नु भएको रहेछ, म पनि अब भर्नेछु। हजुरबाल चाहिँ पानी भर्दै हुन्छ, म पनि एकछिन पछाडि भर्छु। हजुरबाल चाहिँ अब घर जान लाग्नुभयो, हजुरबा पनि जानुभएको। म चाहिँ बोतल पखालेर पानी भरेर लग्नु पर्ने हुन्छ। कस्तो घाम छ नि त, हेर्न सक्नुहुन्छ। म चाहिँ पानी लिएर पनि आइसकेँ, कस्तो घाम छ, कस्तो घाम छ। अब जङ्गलमा आइसकेँ म चाहिँ पानी लिएर। हेर्न सक्नुहुन्छ बाबुले र मान्छेले चाहिँ काम गरिराख्नु भएको छ। सबैजना मिलेर 12वटै ग्रुप मिलेर हामी सबैजनाले काम गर्दैछौँ। तर मलाई चाहिँ कस्तो लाज लागिराखेको छ, कस्तो के बोलौँ भइराख्यो। कतै के मिस्टेक बोल्ने हो कि के हुने हो कि भन्ने पनि भइराखेको छ कि। यहाँ चाहिँ समितिहरूले चाहिँ के भनिराखेको छन्, छिटो भिडियो नगराऊ, कति भिडियो बनाएको हो काम। चाहिँ नाचिराख्नु भएको थियो, अध्यक्ष आएर चाहिँ यहाँ नाच्ने होइन, तल गएर नाच, यहाँ छिटो काम गर्नुपर्ने हुन्छ भनेर भन्नुभयो र हामी चाहिँ अहिले चाहिँ तल जान लागेको छौँ। हेर्न सक्नुहुन्छ सबैजना मिलेर तल गएर यो तारजाली छ नि, यो तारजालीदेखि तल चाहिँ जुन छ नि करौतीको काँरा, त्यो चाहिँ हामीले फाड्नु पर्ने हुन्छ, सबै फाड्नु पर्ने हुन्छ। माथि चाहिँ कसले सानो काट्नु भएको छ र त्यसलाई चाहिँ समात्नु भनेर वनपाल लिन जानुभएको छ, त्यसैले यहाँ चाहिँ होला भइरहेको छ। म चाहिँ हजुरहरूलाई देखाउँछु ल, म चाहिँ केही पनि बोल्दैन, चुप्प लाग्छु, सुनिराख्नु ल। माथि साल काट्नलाई चाहिँ समात्नु भन्नु सबैजना चाहिँ दौडिराख्नु भएको छ कि, अरू चाहिँ केही पनि होइन। हामी चाहिँ अहिले जान लागेको छौँ, माथि पनि आइपुग्दैन।
दिदीको चाहिँ हेर्न सक्नुहुन्छ चप्पल पनि च्यातियो गरेको थियो बिचरा दिदीको। हामी चाहिँ काम पनि सकेर अहिले चाहिँ हामी घर फर्किँदैछौँ। मेरो सबैजना आउनुभएको छ। म चाहिँ हजुरहरूलाई देखाएको छु। सबैजनाले चाहिँ मैलाई हेर्नु। साथीहरू घर चाहिँ म आइपुगेँ। अहिले चाहिँ मेरो मोबाइल चाहिँ बाटोमै स्विच अफ भयो कि अहिले चाहिँ चार्ज लगाएर अनि हातमुख धोएर कपडा चेन्ज गरेर भिडियो स्टार्ट गर्दैछु। कस्तो अर्कै लागिरहेको छ कि मलाई चाहिँ होइन। जङ्गलमा त्यस्तो भिडियो बनाइराखेको थिएँ। कस्तो अर्कै लागेको थियो। आफैलाई भित्रैबाट डर लागिराखेको थियो। अनि भलो गर्नु चाहिँ आउँदैन कि मलाई चाहिँ यो कन्टेन्टहरूको बारेमा चाहिँ एउटा केही पनि थाहा छैन। भिडियो एडिट गर्ने कसरी गर्ने, कन्टेन्टहरू कसरी बनाउने केही पनि थाहा छैन। आएन साथीहरू आएन, भलो गर्नै आएन मलाई त। यो कन्टेन्टहरूको बारेमा केही पनि थाहा छैन नि त। पहिलोचोटि भिडियो गराउँदैछु। सो हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने आश राखेको छु। अहिले चाहिँ कस्तो के बोलौँ हुन्छ कि कस्तो मलाई चाहिँ एकदमै लाज लागे जस्तो भएको छ। क्यामेरा पनि राम्रो छैन नि त। मोबाइल राम्रो भयो पो भिडियोहरू पनि राम्रो हुने हो। त्यही पनि यही मोबाइलबाट चाहिँ मैले अलिअलि स्टार्ट गर्दै जान्छु। अरू भिडियो चाहिँ एकदम राम्रो ल्याउने कोसिस चाहिँ म गर्नेछु। त्यही पनि यो भिडियोलाई एकदमै माया गरिदिनु होला है। बाई बाई।